हेलो भाइ नमस्ते सम्पूर्णमा। आज चाहिँ शनिबार। आज चाहिँ म कहाँ जाँदैछु भन्दाखेरि हेटौडाको एक प्रसिद्ध शक्तिपीठ भनेर चिनिने श्री भुटनदेवी माईको मन्दिर दर्शन गर्न आइपुगे है त। साथै भव्य रहेको मन्दिर परिसर हेर्दा निकै सुन्दर देखिन्छ। खासमा यस भुटनदेवी मन्दिर धेरै पुरानो र कैयौं धार्मिक आस्थाको केन्द्रबिन्दु रहेको हुनाले विशेष गरी चाहिँ शनिबारको दिन भक्तजनहरूको धेरै घुइँचो लाग्ने गर्दछ। त्यसकारण मैले चाहिँ भित्र गएर दर्शन गर्न पाइनँ, बाहिरबाट चाहिँ भगवानलाई दर्शन गरे। अनि दर्शन गरिसकेपछि एकजना ज्योतिष बाजेको हातबाट टीका थापे। जेउस बाजे बुढो हुनुभए पनि टीका चाहिँ सिधा लाउनु हुँदो रहेछ। अनि म चाहिँ जहिले मन्दिर आउँदाखेरि चाहिँ यो कालभैरव मन्दिरलाई चाहिँ जहिले पनि दर्शन गरेर आउँछु, किनभने यहाँ चाहिँ त्यति साह्रो भिड हुँदैन हैन, त्यस कारणले गर्दाखेरि सजिलो लाग्छ। अनि दर्शन गरिसकेपछि फर्किने क्रममा चाहिँ मसँग खुजुरा पैसा थिएन, 100 रुपियाँको नोट थियो। 100 रुपियाँको नोट चेन्ज गर्ने क्रममा चाहिँ बाबाले के भन्नुभयो भने एक्स्ट्रा 5 रुपियाँ लाग्छ भनेर भन्नुभयो। ल ठिकै छ नि त, चेन्ज गरिदिनु न त भनेर चेन्ज गर्न लगाएँ। साइडमा अरू मान्छेहरू पनि हुनुहुन्थ्यो, धेरै त होइन, थोरै थोरै भए पनि मैले दान दिने प्रयास गरेँ। यसरी नै गरिब दुखीहरूलाई बारम्बार सेवा गर्ने मौका जुराइदिनुहोस्, यही छ मेरो प्रार्थना।